बेच्ने गरेछ कतिको समस्या हुन्छ त भाइ यसरी तरकारी बेच्दाखेरि पैसा आउँछ यो कागती खोर्सानी बेच्दा फाइदा कतिको फाइदा हुन्छ तिमीलाई पढ्नलाई पुग्छ खर्च पुग्छ अनि यसो धुलोमा बसिरहेछौ अनि समस्या हुँदैन हुँदैन ए अनि ड्याडी मम्मी के गर्नुहुन्छ बाबा हुनुहुन्न बाबा हुनुहुन्न भनेको बाबा बित्नु भयो कति भयो 6 वर्ष भइसक्यो अनि मम्मी चाहिँ गाउँ जानु भएको छ अनि दाजुभाइ दिदीबहिनी कतिजना तिम्रो दाइ अनि दाइले चाहिँ के गर्नुहुन्छ बाहिर 12मा पढ्नुहुन्छ अनि यस्तै काम गर्नुहुन्छ होला नि त ए अनि बुवा नहुँदा कतिको समस्या छ कतिको गाह्रो हुन्छ बुवा आफ्नो बुवा नहुँदाखेरि गाह्रो हुँदो रहेछ गाह्रै छ है अनि यो सबै व्यापार हुन्छ बेलुकासम्म हुँदैन कति जतिको व्यापार हुन्छ दिनमा 500-600 व्यापार हुन्छ अनि मम्मीले रेखदेख गर्नुहुन्छ त्यसो भए ए ए ए अहिले चाहिँ मम्मी गाउँ जानु भएको छ बुवा बित्नु भएको 6 वर्ष भयो है अनि पढाइ घर खर्च कसरी यसरी गर्दाखेरि पुग्छ त पुगिरहेछ जे होस् बाटो अनि होमवर्कहरू कुन टाइममा गर्छौ त तिमी अनि यता आएर यो कागती खोर्सानी बेच्ने ए अनि यसको 50 रुपियाँ भनेको अनि म त भागेँ भने के गर्छौ मैले दिएन भने ल ठिक छ मैले चाहिँ एउटा सामाजिक परीक्षण गरेको हो होइन तिमीलाई चाहिँ म एउटा सानो सरप्राइज दिन्छु है त हुन्छ हुन्छ ल यहाँ हान त ल यो चाहिँ मेरो तर्फबाट सानो तिमीलाई मेरो तर्फबाट है त 50 रुपियाँ भनेको होइन यसमा चाहिँ 200 रुपियाँ छ ल होइन होइन यो मेरो तर्फबाट हो तिमीलाई लिग न लिग केही हुँदैन लिग ल ल अरू सब ठिक छ नि होइन ठिक छ खुसी छौ खुसी भयो दाइले पैसै नदी भाग्न आँट्यो भन्ने खाने होला हो पहिला चाहिँ होइन ल अरू सब ठिक छ नि है ल राम्रोसँग व्यापार गर सबै व्यापार गरिसकेर जाऊ ल भरे भेरि भेट्नुपर्छ है त ओके ल ह्यान्डसेक गरौँ त ल खै त हाँस्दै नि त एकचोटि वा ल ओके है त सी यू है